राष्ट्रिय स्वतन्त्र पार्टीले बसाल्न खोजेको थिति हो यो। त्यसकारण म यो यहाँ पनि फेरि दोहोर्याउन चाहन्छु कि मैले किन कसैलाई पनि सम्बोधन नगरिकन सबैलाई सम्बोधन गरेँ भने हाम्रो पार्टीमा, राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्य पार्टीहरूमा जस्तो कसैलाई चाकरी गरिरहनु, कसैको मालिस अथवा पालिस गरिरहनु आवश्यक छैन। राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टीको साधारण सदस्य ज्यू र केन्द्रीय सभापति रवि लामिछाने ज्यू दुईटैको ज्यू बराबर हो, दुईटै ज्यूको उत्ति नै महत्त्व छ। सबैको हैसियत राष्ट्रिय स्वतन्त्र पार्टीमा समान हो। अघि दाल दाइले भोलि बातको कुरा गर्नुभयो। मलाई पनि आज एउटा बाउ छोराको कथा खुब याद आइरहेको छ। एउटा बाउको एउटा छोरो म जस्तै चकचके चञ्चले स्वभावको रहेछ। अनि त्यो छोरो जहिले बाउलाई सोध्दो रहेछ, ए बाउ मेरो बिहे कहिले गरिदिने, ए बाउ मेरो बिहे कहिले गरिदिने भन्दो रहेछ। अनि बाउ चाहिँ भोलि गरिदिउँला भन्दो रहेछ। अनि फेरि भोलि आयो, भोलि गरिदिने भनेको होइन, मेरो बिहे कहिले गरिदिने त? कहाँ भोलि हो त? यो त आज हो नि, अब भोलि हुन्छ तेरो बिहे। फेरि भोलि आयो, यो त आज हो, भोलि होइन, भोलि हुन्छ तेरो बिहे। न कहिले भोलि आयो, न कहिले त्यो छोराको बिहे भयो। यो देशको राजनीति ठ्याक्कै यस्तै भयो, दुरुस्तै भयो। यिनीहरूले हामीसँग गर्ने बाचा कसमहरू यस्तै भए। आज हामी यो लिखु तामाकोशी आउँदै गर्दा, रामेछापबाट लिखु तामाकोशी आउँदै गर्दा बाटोभरि पिङ खेल्दै आयो। दसैँको लिङ्गे पिङ सम्झायो यो बाटोले। अब तपाईँ भन्नुहोस्, यो बाटो बनाउँछु भनेर तपाईँलाई कतिवटा चुनावमा कतिले भन्यो होला, कति भाषण तपाईँले सुन्नुभयो होला। ढुक्क हुनुहोस्, यो बाटो बन्दैन। हतपति यो बाटो बन्दैन, बने पनि पक्का बन्दैन। किन बन्दैन भने यो बाटो उनीहरूको राजनीति चलाउने दोकान हो। तपाईँलाई फेरि झुक्क्याउनु परेन अर्को चुनावमा यही बाटो बनाउँछु भनेर। त्यस कारणले बन्दैन। पहिला 63-64 सालमा यो देशमा गणतन्त्र आयो। त्यसपछि 72 सालसम्म नेताहरूलाई यो देशमा विकास किन भएन, गणतन्त्र आएर पनि विकास किन भएन भन्दा संविधान आएको छैन नि त, संविधान आएको छैन भन्थे। मलाई अचम्म लाग्थ्यो, यो रोडमा रोडा बिछ्याउन चाहिँ संविधानले कसरी रोक्दो रहेछ। अनि अहिले संविधान आयो, अब अहिले पनि उनीहरूसँग बहाना बाहेक केही छैन। किनभने यी विकासका मुद्दाहरू उनीहरूको लागि दोकान हुन्। तर म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा उभिएर हरेक गाउँमा भन्दै आएको छु, यो लेखु तामाकोशीमा पनि भन्छु, 2084 सालमा एकचोटि यो गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख जिताउनुहोस्, एकचोटि यो क्षेत्रको सांसद राष्ट्रिय स्वतन्त्र पार्टीको जिताउनुहोस्, घण्टीधारीलाई जिताउनुहोस्। यदि 5 वर्षमा तपाईसँग गरेका बाचा निभाएन भने 2089 सालको अर्को चुनावमा हामी भोट माग्न आउँदा नखिच्नुहोस् यो गाउँबाट, घण्टी निषेध घोषणा गरिदिनुहोस् यो गाउँलाई। जब बाचा निभाउन नसक्ने जनप्रतिनिधिको के काम, त्यो जुनसुकै पार्टीको होस्। तर मैले गरे जस्तै यो बाचा अर्को कुनै पार्टीको केन्द्रीय सदस्यले यहाँ उभिएर गर्न सक्छ भने तपाईँको इच्छा, जुनसुकै पार्टीलाई मतदान गर्नुहोस्। तर अरूमा कुनै पनि हालतमा यतिको इमान्दारिता छँदै छैन आजको मितिमा जति इमान्दारिता राष्ट्रिय स्वतन्त्र पार्टीमा छ। हामीमा किन छ त यस्तो इमान्दारिता भन्दा धोक्रा भर्न राजनीति गर्नेले मात्रै धोका दिन्छन्। हेर्नुहोस्, हामीले धोक्रा भर्न राजनीति गरेको होइन, हामीले खल्ती भर्न राजनीति गरेको होइन। आफ्नो क्षेत्रमा गरी खाइरहेका, सफल भइरहेका मान्छेहरू, स्वर्णिम वाग्ले जस्ता बुद्धिजीवी, रवि लामिछाने जस्तो व्यक्तिको नेतृत्वमा म जस्ता एउटा टेलिभिजनमा राम्रो काम गरिरहेका मान्छेहरू, डाक्टर अच्युतम लामिछाने जस्ता बुद्धिजीवीहरू, हामी सबै यो समाजको परिवर्तनको सपना बोकेर राजनीतिमा फालेका छौँ। के पागल कुकुरले टोकेको होला हामीलाई? होइन। व्यक्तिको मात्रै प्रगति भएर, एउटा मान्छेको मात्रै परिवर्तन भएर त त्यो मान्छे र कुखुरामा के फरक भयो? कुखुराले पनि आफ्नो नानीलाई, चल्लालाई चारो खुवाउँछ, गाईले पनि आफ्नो बाछोलाई दुध खुवाउँछ। तर हामी गाई कुखुरा भन्दा पृथक मान्छे हुन चाहन्छौँ। हामी यो समाजका लागि, यो देशका लागि केही गर्न चाहन्छौँ। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीमा छौँ। त्यसकारण हामीलाई एकचोटि परीक्षण गर्नुहोस्। मलाई थाहा छ तपाईँले यस्ता चिल्ला भाषण थुप्रो सुन्नु भएको छ। तपाईँ उल्ट्याङको मुला त लास्नी भन्दै हुनु होला उता बसेर। तर म तपाईँलाई बुझाउँछु, बताउँछु, मैले यहाँ उभिएर बताउन सक्नुपर्छ कि तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीमा किन आबद्ध हुनु, किन फरक छौँ त हामी। उनीहरू भ्रष्ट र हामी प्रष्ट किन छौँ त?
मैले तपाईलाई बुझाउन सक्नुपर्छ। अघि टिकटको कुरा निकै निस्क्यो। यहाँ तपाईको वडा अध्यक्ष अथवा गाउँपालिका अध्यक्षले टिकट कसरी पायो? पार्टीले दियो। पार्टी भनेको को हो? पार्टी भनेको पार्टीका शीर्ष नेताहरू हुन्। नेताहरूलाई चिनेको कारणले, उनीहरूको चाकरी गरेको कारणले, उनीहरूलाई पालिस गरेको मालिस गरेको कारणले टिकट पाउने प्रथा छ नेपाली राजनीतिमा। तर राष्ट्रिय स्वतन्त्र पार्टीबाट यहाँको वडा अध्यक्षको उम्मेदवार को हुने, यहाँको मेयरको उम्मेदवार को हुने, यहाँको वडा अध्यक्ष, मेयर र सांसदको टिकट पाउन तपाईले रमेश प्रसाईलाई पनि चिन्नु पर्दैन, रवि लामिछानेलाई पनि चिन्नु पर्दैन। यहीका पार्टी सदस्यहरूले छान्ने हो, तपाईहरूले छान्ने हो। यो प्राइमेरी इलेक्सन सिस्टम छ हामी कहाँ, प्रारम्भिक निर्वाचन प्रणाली, जसले गर्दा चाकरी हुँदैन। चाकरी नभएपछि भ्रष्टाचार हुँदैन। चुनावमै करोड खर्च गरेको हुन्छ अनि उसले फाइदा खोज्दैन, ऋण काटेर चुनाव लडेको हुन्छ, उसले त्यो ऋण उकास्नका लागि भ्रष्टाचार गर्नै पर्ने उसको बाध्यता हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीमा खर्च भएको एक एक पैसाको हिसाब बुझाउनु पर्छ र सांसदको चुनाव लड्दा पनि हाम्रो कुनै उम्मेदवारले 5 लाख भन्दा बढी खर्च गरेको छैन, यो म ग्यारेन्टीका साथ भन्न चाहन्छु। अनि उसले भ्रष्टाचार गर्दैन। भ्रष्टाचारको अर्को कारण छ, यी राजनीतिक दलहरूका भातृ संगठनहरू हुन्छन्। ती कार्यकर्ताहरूलाई पालिरहनु पर्ने हुन्छ, पोसिरहनु पर्ने हुन्छ, नत्र कार्यकर्ता अर्कोतिर लागिहाल्छ अनि अर्को चुनावमा कुकुरमुन्टी खेलिहाल्छ नेताले। त्यसकारणले कार्यकर्ता पोसिरहनु पर्ने, भातृ संगठनहरू पालिरहनु पर्ने कारणले गर्दा यिनीहरू भ्रष्ट भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा कोही पनि होल टाइमर कार्यकर्ता हुँदैन, किनकि राजनीति भनेको पेसा होइन, समाज सेवा हो। आफ्नो जो हो आफै गर्नुपर्छ। यो हाम्रो पार्टीको सिद्धान्त हो। हामी जान्नेलाई छान्ने भन्छौँ। जान्नेलाई छान्ने किन भन्यौँ हामीले? यहाँ हामी कहिलेकाहीँ दुखी हुन्छौँ के, हाम्रा नेताहरूले केही पनि गरेनन्, माथि पुगेर केही पनि गरेनन् भन्छौँ। बिचरालाई के गर्ने थाहै छैन त के गर्छ त माथि पुगेर। त्यसकारणले हामी जान्नेलाई छान्ने भन्छौँ। जो जुन चिजमा विज्ञ हुन्छ त्यसले त्यही पद र प्रतिष्ठा प्राप्त गर्नुपर्छ, अनि मात्रै काम गर्न सक्छ, अनि मात्रै देश बन्छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष हो। तपाईले देख्नु भएको छ यो देशमा ठुलठुला भ्रष्टाचारका काण्डहरू हुँदाखेरि अरू पार्टीहरूले कसरी बचावट गर्छन्। हाम्रो सांसदको पनि एउटा पैसा मागेको अडियो आयो, बिचराले खान पाएको थिएन, माग्दै मात्रै थियो भर्खर। तर पैसा मागेको अडियो आउने बित्तिकै 72 घण्टामा झैकुटी पारेर साधारण सदस्य पनि नहुने गरी निकाल्दियौँ हामीले। यो हाम्रो भ्रष्टाचार प्रतिको शून्य सहनशीलता। हामीले संवैधानिक समाजवाद भनेका छौँ। संवैधानिक समाजवादको धेरै व्याख्या गर्ने समय छैन आज, समयको पाबन्दी छ र वक्ताहरू म पछि बोल्ने पनि धेरै भने आम मान्छेले, तपाईँ जस्तो म जस्तो आम मान्छेले बुझ्नुपर्ने ठुलो कुरो के हो भने संविधानमा लेखिएका मौलिक हकहरूको ग्यारेन्टी जनताको जीवनमा गर्न सक्ने त्यस्तो समाजवादी राज्य निर्माण गर्ने लक्ष्य हो हाम्रो। अझै सजिलो गरी भन्दा स्वास्थ्यको निशुल्क स्वास्थ्यको हक हुनेछ प्रत्येक नागरिकलाई भनेर संविधानमा लेखिएको छ। तर तपाईँ र म जस्तो एउटा भुइँ मान्छेलाई क्यान्सर लाग्यो अथवा मृगौलाको रोग लाग्यो भने के हुन्छ? भरखेत जान्छ, सारा ढुकुटी जान्छ, त्यतिले पनि नपुगेर फेसबुकमा म बाँच्न चाहन्छु हजुर भनेर भिडियो बनाउनु पर्छ। मर्छ यो देशमा, पैसा नहुने मर्छ, उपचार नपाएर मर्छ। जबकि संविधानमै निशुल्क स्वास्थ्यको अधिकार, नागरिकलाई गुणस्तरीय शिक्षाको हक हुनेछ भनेर संविधानमा लेखिएको छ। गुणस्तरीय शिक्षाको हक। तपाईको यो लिखुत्तामा कोसीको सरकारी विद्यालयमा पढेको विद्यार्थीले काठमाडौँको रातो बंगला जस्तो महँगो स्कुलमा पढेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छ? कहाँ छ यहाँ शिक्षा र स्वास्थ्यमा समानता? त्यसकारणले संविधानमा लेखिएका मौलिक हकहरूको जनताको जीवनमा ग्यारेन्टी गर्न सक्ने राज्य, समाजवादी राज्य निर्माण गर्न चाहन्छौँ हामी। त्यस्तो राज्य जसको जनताको जीवनका हरेक अप्ठ्याराहरूमा राज्यको उपस्थिति होस्। अहिले तपाईको बच्चा, तपाईका छोराछोरी विदेशमा अलपत्र परे भने राज्यले उद्धार गरिदिँदैन। तपाईको कसैले जग्गा खाइदियो, कोही तपाईको पैसा ठगेर फरार भयो भने राज्यले त्यो पैसा, त्यो जग्गा उकासिदिँदैन। अनि मान्छेको जिन्दगीसँग नजोडिने राज्य किन चाहियो? जङ्गलमा गएर बसे भइगयो नि ढुङ्गे युगमा जस्तो। त्यसकारण हामी त्यस्तो राज्य निर्माण गर्न चाहन्छौँ जुन मान्छेको जीवनसँग जोडिन्छ। तर यहाँ मान्छेको जीवनसँग कसैलाई मतलबै छैन। तपाईहरुले बाटोमा हरेक दिन खेल्ने लिङ्गे पिङसँग एसी गाडीमा हिँड्नेहरूलाई मतलब छैन। संसद अवरुद्ध भयो अस्ति, सुनकाण्डको दोषी पत्ता नलागुन्जेल हामी संसद खोल्दैनौँ भन्थे। खासमा संसदका समितिहरूमा उनीहरूको पार्टीको भाग पुर्याउनु पर्ने रहेछ। हिजोदेखि भाग पुग्यो, खोलियो। त्यसकारण यहाँ बार्गेनिङ गर्नका लागि मात्रै राजनीति हुन्छ।
यहाँ धोक्रा भर्नका लागि मात्रै राजनीति हुन्छ, यहाँ भाग पुर्याउनका लागि मात्रै राजनीति हुन्छ। तर हामी आफ्नो पेसामा गरी खाइरहेका युवाहरू समाज परिवर्तनका लागि कुनै धोक्रा भर्ने उद्देश्यले होइन, धोक्रा हाम्रा यसै पनि भरिन्थे। हामी यो राष्ट्रको समुन्नतिका लागि, समृद्धिका लागि हाम फालेका छौँ। हाम्रो पार्टीको हरेक पदमा, हरेक कमिटीमा हामी 50% प्लस 1 युवा भन्छौँ। किन भन्यौँ त हामीले 50% प्लस 1 युवा भन्दा? एउटा बैलगाडाको जमानामा राजनीति सुरु गरेको मान्छेले आज पल्सरको जमानाका सपना कसरी बुझ्न सक्छ? एउटा रेडियो नेपालको जमानामा राजनीति सुरु गरेको मान्छेले आज ट्विटरको जमानाका आवश्यकता कसरी बुझ्न सक्छ? थाहै छैन यिनलाई, आउटडेटेड भइसके यिनीहरू। त्यसकारण हामी 50% प्लस 1 युवा भन्छौँ। हरेक कमिटीमा महिलाहरूको समावेशिताको कुरा हुन्छ। महिलाहरूका लागि छुट्याएको समानुपातिक समावेशीमा भयभरका आफ्ना श्रीमती, साली, घरवाली, बारवाली ल्याएर भरेका छन् यिनले। तपाईँले पनि समाचारहरूमा सुन्नु भएको होला। हाम्रो पार्टीमा 21 जना मध्ये 9 जना महिला सांसद हुनुहुन्छ। ती मेरा नातेदार पनि होइनन् र बिरामी छानेका पनि होइनन्। आफ्नो योग्यताको बलमा आएका हुन् उनीहरू, आफ्नो क्षमताको बलमा आएका हुन्। अब मेयर र उपमेयर मध्ये 1 जना महिला हुनुपर्ने भनेर संविधानमा लेखिदियो। यिनीहरूले भयभरका उप जतिका टिकट चाहिँ महिलालाई दिदिए। यही हो महिला समावेशिता। दलित जनजातिका ठुला ठुला गफ छाड्छन् सीमान्तकृत वर्गका। जहिले पनि आफ्नो राजनीतिको भारी मात्रै बोकाइयो यो देशमा दलित जनजातिलाई। दलित जनजातिको काँधमा बन्दुक राखेर उनीहरूको काँधमा टेकेर सिंहदरबारमा दाई गरिरहेका छन् आजका नेताहरू। तर म दाबीका साथ भन्न सक्छु, म त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हो जसको संसदीय दलको प्रमुख सचेतक भनेको संसदमा रवि लामिछानेपछि दोस्रो प्रमुख नेता सन्तोष परियार हुनुहुन्छ। म त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हो। यो हामीले गरिरहेको समावेशिताको अभ्यास आज म जस्तो एउटा शारीरिक अवस्थाको मान्छे तपाईँका अगाडि कुनै पार्टीको केन्द्रीय सदस्यको हैसियतमा उभिनु यो नेपाली राजनीतिमा एउटा रेकर्ड हो। त्यसकारणले एउटा नेपाली उखान छ, आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, खुट्टी हेर्दै चाल पाइयो भनेर। हाम्रा यत्रा खुट्टी हेरेर त चाल पाउनुहोस्, यत्रा खुट्टी हेरेर त चाल पाउनुहोस्। कमसेकम एकचोटि त राष्ट्रिय स्वतन्त्र पार्टीलाई परीक्षण गर्नुहोस्। पत्याउनु पर्दैन, परीक्षण मात्रै गर्नुहोस्। मैले पहिला पनि विभिन्न गाउँमा भनेको छु, हामीले कस्तालाई त पत्यायौँ। तिमी मर, तिम्रा छोराछोरीको भलो हुन्छ भन्नेलाई पत्याएको होइन हामीले त मर त भनेको छैन, त भोट हाल्नुहोस् भनेको छ एकचोटि 2084 सालको चुनावमा। त्यसकारणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकचोटि परीक्षण गर्नुहोस्, जहाँ यतिका धेरै युवाहरू, यतिका धेरै विषयविज्ञहरू आबद्ध भएका छन्। यी सबैलाई पागलपनको रोग लागेको होइन, यी समाज परिवर्तनका लागि आइरहेको यो एउटा लहर, यो एउटा बहारमा यो लिखु तामाकोसीले पनि सहभागी हुन जरुरी छ। र मैले अघि भनिहालेँ, 5 वर्षपछि बाचा निभाइएन भने अर्को चुनावमा लखेट्नुहोस् भनेर। यो गाउँलाई घन्टी निषेधित घोषणा गरिदिनुहोस् 89 सालमा। बरु पटक, कमसेकम एक पटक परीक्षण गर्नुहोस्। अन्त्यमा जाँदा जाँदै समयको पाबन्दीका कारणले मैले आज धेरै कुराहरू छोट्याएँ, संक्षेपीकरण गरेँ। अन्तिममा अब बन्ने नगर कमिटीलाई म हृदयदेखि नै शुभकामना दिन चाहन्छु कि अब बन्ने कमिटी जनताका हरेक सारा गारा अप्ठ्याराहरूमा उभिन सकोस्। यो गाउँपालिकाको संयोजक, गाउँपालिकाको सदस्य भनेको यो ब्याज झुन्डाएर जय घन्टी भन्नलाई मात्रै होइन, यो ठुलो जिम्मेवारी हो। यसलाई गम्भीरतापूर्वक लिनु होला। लिखु तामाकोसीका जनताको घन्टीप्रतिको विश्वासको, भरोसाको साँचो अब तपाईँको हातमा छोडेर जाँदैछौँ हामी। तपाईँले जोगाउनुपर्छ पार्टीप्रतिको विश्वास, तपाईँले उभिनुपर्छ जनताका हरेक सारा गारा अप्ठ्याराहरूमा। र अर्को कुरा, पार्टीमा पुराना पार्टीहरूबाट मान्छे आएका छन्, अवसर नपाएर मान्छे आएका छन् भन्ने कुरा म धेरैतिर सुन्छु। आउन त आउँछन्, समाज यही हो, अर्को ग्रहबाट आकाशबाट त खस्दैन मान्छे, आउँछन्। अब अवसरवादीहरू आयो भने के गर्ने त भन्ने सन्दर्भमा यस्तो हुन्छ, नदेखेको चोर बाउ समान हुन्छ, कसैको निधारमा अवसरवादी भन्ने लेखेको हुँदैन। तर देखेको दिन, थाहा पाएको दिन पार्टीले बाँकी राख्दैन, यो चाहिँ म ग्यारेन्टी दिन चाहन्छु। यहाँ भ्रष्टाचारको ठुलो सञ्जाल केन्द्रमा मात्रै छैन, गाउँ गाउँमा पनि छ। फरक यति छ, केन्द्रमा नेताहरू करोड करोडका बिटा खाइदिन्छन्, गाउँमा कार्यकर्ताहरू स्कुल र मन्दिरका ढुङ्गा इँटा खाइदिन्छन्। यसो इँटा पाइप गोजीमा हाल्दिहाल्दै म आज यहाँ उभिएर भन्न चाहन्छु, तपाईँ लिखु तामाकोसीवासीहरूले खबरदारी गरिरहनु होला। राष्ट्रिय स्वतन्त्र पार्टीमा यदि म पनि त्यसरी नै पावर एक्सर्साइज गरौँला, यसो ढुङ्गा इँटा खाउँला, उपभोक्ता समितिको सदस्य भएर यसो 2-4 काठ घरतिर हालौँला,
त्यस्तो सोचले यदि कोही राष्ट्रिय स्वतन्त्र पार्टीमा आउँदै हुनुहुन्छ भने काङ्ग्रेस एमालेतिर बसाइ सर्नु होला। तपाईँका लागि बनेको होइन राष्ट्रिय स्वतन्त्र पार्टी। र यस सम्बन्धमा लिखु तामाकोशीवासीहरूले पनि खबरदारी गर्नुहोला। प्रदेशमा अच्युतम दाईहरू हुनुहुन्छ, केन्द्रमा हामी छौँ। त्यस्तो अवसरवादी फटा कोही यदि घन्टीको लोगो लगाएर निस्क्यो भने पार्टीले त्यसलाई उचित दण्ड, उचित कारबाही अवश्य गर्नेछ भन्दै अब बन्ने नगर कमिटीलाई हृदयदेखि नै शुभकामना दिँदै तपाईँहरूले यतिन्जेलसम्म मलाई सुनिदिनु भएकोमा, बेहोर दिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै बिदा चाहन्छु। जय देश, जय घन्टी। धन्यवाद प्रमुख अतिथि रमेश परसाईज्यूलाई। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा किन आबद्ध हुने र कस्तो व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा जोइन हुने र अरू दलबाट आउँदा